हेलो साथीहरू, म चाहिँ तल जाँदैछु। कहाँ गएको भन्दाखेरि चाहिँ तल गाउँको भाइको नानीको आज भात खुवाइ थियो, त्यहाँ जाँदैछु है साथीहरू। अनि म र तलको बहिनी भेट भयो, त्यहाँदेखि जाँदैछु। अन्त मेरो छोरी र त्यो साथीको छोरा चाहिँ माथि आउँदैछ पछाडि, त्यसलाई पर्खेर आउँछु है, तपाईँहरू जाँदै गर्नु भनेर चाहिँ हामी चाहिँ जाँदैछौँ। पर देख्दै गरेको चाहिँ त्यही घरमा हामी जाँदैछौँ। अनि हामी चाहिँ अलिक ढिलो गएको, कति 4 बज्नु आँटेको थियो। घाम हेर्नुहोस् न कस्तो दामी लागिरहेको थियो हो। अनि म चाहिँ एकदम फ्री भएर हिँडेँ नि त, केही नबोकिकन सबै छोरीलाई बोकाएको थिएँ है। अनि आज चाहिँ म एकदम सिम्पल भएर हिँडेको छु है भन्दै जिस्किँदै पस्यौँ है हामी चाहिँ घरभित्र। अनि ठिक्कै त्यहाँ सानो बहिनी भेट्यो, उसले नि हाय गर्यो हो। अनि हामी उकालो चढ्यौँ सिँढीदेखि, भित्र पस्दै थियौँ साथीहरू। अनि अब त्यहाँबाट चाहिँ यस्तो पस्यौँ है, पसेर चाहिँ माथि चाहिँ खानाहरू बनाउने हाम्रै गाउँको भाइहरू रहेछ हो। अनि चाहिँ सानो क्युट हेर्नुहोस् न, त्यही घरको बहिनीको छोरी हो, हाय गर्दै। अनि चाहिँ हामी भित्र पस्यौँ, माथिबाट चाहिँ मेरो साथीले चाहिँ हाय गर्दै थियो हो, आस्तै भर्खर आएको भन्दै। अनि यहाँ चाहिँ मसँग चाहिँ आउनु आउनु सम्धिनी भन्दैछ, उसको छोरा र मेरो छोरीलाई चाहिँ पुरा जिस्काउँथेँ नि त मैले चाहिँ। त हामी हुनु नसकेको सम्धिनी है भनेर हाई गर्दै हामी जिस्किँदै पस्यौँ, बैजौँ बैजौँ भन्दै पस्यौँ है हामी। अन्त भित्र पस्यौँ, यतै जानुहोस् न भन्यो। अन्त नानीहरूले खेल्ने पिङहरू पनि रहेछ हो। हामी चाहिँ गइबस्छौँ, तर त्यहाँ घरमा चाहिँ पसेको थिइनँ, अस्ति एकखेप पसेको मात्रै। हाम्रो घरदेखि चाहिँ मुनि हो नि त, हामी चाहिँ पसिसक्यौँ है। भित्र पस्यौँ है साथीहरू, सिधै हामीलाई उता लग्यो है। अनि के खायौँ ओर्यौँ है, खाएर अन्त नानी भएकोमा गयौँ। मेरो छोरीले खदा लगाइदियो, मैले चाहिँ ल मिठा खाने पैसा भनेर हातमा दिएँ है नानीलाई। नानी यति साह्रो क्युट 6 मन्थ पुगेको हेर्नुहोस् न। अनि फोटोसोटो खिच्यौँ है। अनि चाहिँ हामी यति लामो यति थुप्रो थियो हामी उकालो चढ्ने बेलामा।